यदि तपाईहरू पनि मर्दीको यस्तो राम्रो भ्यू हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यो भिडियोमा मैले लेटेस्ट अपडेट र कस्ट भन्ने छु। फर्स्ट डेमा हामी नाइट बस चढेर पोखरा जान्छौं, जसको भाडा 1400 पर्छ र पोखराको बागलुङ बस पार्कबाट काडेको बसमा काडेसम्म जान्छौं, जसको भाडा 120 रुपियाँ पर्छ र काडेबाट हामी अस्ट्रेलियन बेस क्याम्प हुँदै प्रिटम डाँडा पुगेर डबल फरेस्ट भन्ने होटेलमा भेज खाना खान्छौं, जसको प्राइस 550 पर्छ र खाना खाएपछि जंगलको बाटो हुँदै फरेस्ट क्याम्प कटेर रेस्ट क्याम्पको होटेल गोल्डन भ्यूमा बस्छौं। यहाँ बेड, ब्रेकफास्ट र डिनरको 1750 पर्छ र डे 2 मा हामी फेरि जंगलको बाटो हुँदै लो क्याम्प हुँदै हाई क्याम्पको होटेल ट्रेकर्स प्याराडाइसमा बस्छौं, जहाँ बेड, ब्रेकफास्ट र डिनरको 2500 पर्छ र डे 3 मा हामी बिहानै उठेर भ्यू पोइन्ट जान्छौं। यदि सकिन्छ भने मर्दी बेस क्याम्पसम्म पनि पुग्न सक्छौं र भ्यू पोइन्टमा 200 को ब्ल्याक टी खाएर त्यही दिन जंगलको बाटो हुँदै सिटिङ तर्फ झर्छौं र सिटिङबाट बोलेरोमा शेयरिङ राइडमा 1000 पर पर्सनमा पोखरा आउँछौं र त्यही दिन नाइट बसमा काठमाडौँ फर्किन्छौं, जसको प्राइस 1400 पर्नेछ।